मलाई सब्स्क्राइब र मलाई इग्नोर गर्यो भने यो भिडियोलाई लाइक कमेन्ट सेयर सब्स्क्राइब गरेन भने छ नि ब्याक टु माई युट्युब च्यानल गाइज अहिले हामी पनि पस्यो भने हामी त फस्दैन हामी त डबलै जाने हो होइन त मामा सनक दाइले अहिले फेरि सनक दाइले ठनक्कै गरिदिला बाँकी प्लिज सपोर्ट गर्नु पऱ्यो गाइज अरू केही भन्दिनँ हो सपोर्ट चाहिँ गर्नु पऱ्यो तपाईँहरूको सपोर्ट चाहियो मलाई त्यति भए पुग्छ क्या गाइज सो वेलकम टु बाई कट सो वेलकम टु माई युट्युब च्यानल सबजनालाई गुड मर्निङ यो चाहिँ मेरो थर्ड भ्लग होइन हजुरहरूलाई कस्तो छ अनि मलाई नि एकदमै ठिक छ होइन यो चाहिँ मेरो सुरुवातको भ्लग हो प्लिज सपोर्ट गर्नु पर्यो अनि त्यहाँ आइन त मलाई त्यहाँ केही भन्ने होइन गाइज मलाई सपोर्ट गर्नु पर्यो सब्स्क्राइब गर्नु पर्यो होइन हेप्नै भएन यहाँ हेप्नु भएन सपोर्ट चाहिएको हजुरहरूको सपोर्ट भयो भने म यस्तो नयाँ नौलो चिजहरू देखाउन चाहन्छु मेरो मनले भन्छ मेरो एउटा सपना छ क्या मेरो हजुरहरूको सपोर्ट चाहिएको सब्स्क्राइब उनीहरूको घरमा खाएको मैले भात त हजुर बलरामको नाति मेरो फुपूको छोरा क्या मजा आयो यो होइन गाइस सो फाइनल गाइस म चाहिँ आज पसल आएको थिएँ होइन टक्क लगाएर बुवा चाहिँ आउनु भएन टक्क लगाएर म पसलमा आउनु पसल हेर्नु सक्नुहुन्छ देखाउनु पसल आमा यस्तो सानो हेर्नु सक्नुहुन्छ यहाँ यो चाहिँ गेमिङ कम्प्युटर होइन चाहिँ वा अनि यो चाहिँ यसलाई भन्छ सेन्टर फ्रुट होइन गाइस यसलाई भन्छ चाहिँ आइस पप यो चाहिँ त कुकिज यो पाइलोटको बोतल हजुरहरूलाई थाहा छ यो के हो भनेर खोइ त यो के हो यो के हो अनि यो के हो अनि follow me why is this Chinese noodles chunky यसको प्राइस चाहिँ भन्दाखेरि यसको प्राइस चाहिँ 10,000 यहाँ देखाउनु सक्नुहुन्छ $10 अनि अरू हजुरहरूलाई म के देखाइदिउँ भने होइन नारियल चाहिँ यति रहेछ लास्ट फाइनल अन्तिम यो पनि खाइदिउँ क्या हो भन्दै कहिले छोडिदिउँ अनि होइन सक्नुहुन्छ यो चाहिँ हाम्रो बाउले फुक्थ्यो जस्तो छ हाम्रो बाउ बेला बेला फुक्ने रहेछ के बोले भाइ के बोले हाम्रो बाउ खेल्ने रहेछ टाइममा पसलमा मान्छे आएन भने तू समझा हाँ नहीं तू समझा नहीं यहाँ मासु चाहिन्छ मासु छ यहाँ के चाहिन्छ भनेर बोलाउने चाहिँ हाम्रो बाउ हो यो अनि अरू चाहिँ यहाँ के पाइन्छ भने निगार छ्याङ अनि अरू त्यो किराना पशु त्यो उहरू भयो होइन अनि मासु पाइन्छ अनि माछाहरू नि पाउँछ अनि रबरहरू नि पाउँछु त्यहाँ रबर यस अनि रबर पाउँछु यहाँ कलमहरू नि पाउँछ गाइस कलमहरू नि पाउँछ यो चाहिँ धमाका रहेछ बुम लिल्ली छ हाम्रो ओहो झरे नि किल्ली त इ म होइन म देखाउँछु हजुरहरूलाई यहाँ टक्कै एउटा ढुङ्गा हाल्छ होइन हाम्रो बाउले यस्तरी तन्केर हान्छ कि यस्तरी तन्केर आमा कालिज मार्छ गाइस यसले कालिज म त मारिदिन्छु अनि हजुरहरूलाई के देखाइदिउँ भने होइन यो चाहिँ होइन गाइस यो चाहिँ झिँगा मर्ने आउँछ जस्तो चाहिँ होइन के हो यो मलाई थाहा भएन गाइस अनि अहिले आएको छ यो नयाँ लाइटर यो यसको चाहिँ पत्थर हो यो भने जाँदैन होइन बवाल छ यो लाइटर अनि यो त थाहै होला हजुरहरूलाई गुच्छ भनेर
अनि यो चाहिँ त्यो लामो आउँछ दुध जस्तो हुन्छ यो चाहिँ अनि यो भुजा भयो यो तास भयो अनि यो खुकुरी नि छ गाइस हाम्रो पसलमा खुकुरी खान आउनु होला यो चाहिँ धेरै हैन यसको प्राइस चाहिँ जम्मा 50 रुपैयाँ हो आउनु होला मैले चाहिँ डिस्काउन्ट दिन्छु अनि गोल्डन ओक पनि छ गाइस हाम्रोमा गोल्डन ओक छ यसको नि प्राइस भन्दाखेरि 10 रुपैयाँ हो यसको चाहिँ अनि हाम्रोमा यो पनि छ यसको प्राइस भन्दाखेरि चाहिँ हजुरहरु ढल्छ होला यो हेर्दा सान्दिन यसको प्राइस चाहिँ त 10,000 हो अनि हाम्रोमा अर्को नि छ हेर्नु सक्नुहुन्छ गाइस हाम्रोमा हाइल्यान्डर छ गाइस हाइल्यान्डर यसको प्राइस भन्दाखेरि चाहिँ 500 हो अनि यो झरे नि गाइस गोल्डन ओक अनि हाम्रोमा रेड बुल पाइन्छ अनि यो बदम ड्रिङ्क पाइन्छ कलर पेन सुतो लिएर अनि डिउ सुतो लिएर साबुन सुतो लिएर पेन सुतो लिएर एक थरी चिज पाइन्छ हैन गाइस टक्क लाएर अहिले भेटौँला सो गाइस आज मेरो मृत्यु भएछ हेर्न सक्नुहुन्छ आउनुहोस् आइ के उड्नै सकिन गाइस हैन गाइस म चाहिँ हजुरहरुलाई के भन्न चाहन्छु हैन मेरो क्यामेराम्यान चाहिँ हाँसिरहेछ नो प्रब्लम डिस्को डान्स हजुरहरुलाई अब म एउटा कुरा भन्न चाहन्छु कि त्यहाँ कुरा काट्ने हैन मेरो कुरा काट्ने हैन कि फेरि त्यहाँ मजा आया गर्दा त फेरि त्यहाँ हुन्छ नि फेरि गाइजहरुले मलाई सपोर्ट गर्नु पर्यो कि अरु भन्दा मलाई के गर्नु पर्यो भने मलाई म्याङ्गो दिनु पर्यो मलाई कुक दिनु पर्यो मलाई ललीपप दिनु पर्यो सब्स्क्राइब चाहिँ हान्नु पर्यो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूं है त अनि यतै हेर्नु छ नि श्रीराज भुजा भयो अरु किन खोज्ने म भए तिमी किन अरु किन केटी रोज्ने यसको सबको एउटा प्याकिङ उद्योग चौकीदार 5 नेपालले मोबाइल नम्बर 9842819499 श्री हिमाल भुजा प्रणाम श्री हिमाल भुजा हजुर लालीपप खान्छ र नाम के हो तिम्रो नाम के हो हजुर लियासु बुझेन मैले लियासु बुझ्यो तिमीले उसको नाम के हो रियान्सु हो अब के खाने रे हजुर लालीपप खान आउँछ र कसरी खान्छ लालीपप ल आऊ खानु नो गाइस के छैन गाइस गाइस और यता भन्दा आइकिर हो नि त पाउनु गाइस
आइन्दा मलाई सब्स्क्राइब गरेर भने मेरो भिडियो हेर्ने मात्रै भिडियोलाई इग्नोर गर्यो भने छ नि यसले छ नि यसले मलाई सब्स्क्राइब र मलाई इग्नोर गर्यो भने यो भिडियोलाई लाइक कमेन्ट सेयर सब्स्क्राइब गरेन भने छ नि यस्तरी हान्छु गाइस फेरि कम नसोच नि फेरि हामी हो अल्लाहरी ठिटा कमाउने सपना मजाले बिटा अगाडि बढ्छु म कुकुरी बोका लौखा सामानहरु भत्तगोल भयो गाइस अब म मिलाउँछु अनि गुलीले गएको थियो है ठिक है पादे क्या हो क्या मेरो ये सब क्या सुनना पड़ रहा इसलिए मैं अंधा हुआ ये कहाँ थियो अरू सामानहरु कहाँ बिग्रेको छ चाहिँ के हो यो मैले बुझ्न सकेँ नि ताराङ रे तामाङ रे जहर सजीव रे सजीव ल गाइस आउनुस् कन्दुर देखाउनुस् हाम्रो आजको कमाइ कति भएछ यहाँ हेर्नुस् हेर्नु सक्नुहुन्छ आजको कमाइ 1500 छ गाइजी 1900 बिठा पैसा बिठाई यहाँ हेर्नु सक्नुहुन्छ 500 करोड गाइस पैसा त धेरै छ मसित तर के गर्नु यो मेरो हैन बाउको सम्पत्ति हो गाइस भोक लाग्यो गाइस हाम्रोमा चाहिँ चटपटी नि बनाउँछ है फेरि चटपटी खाने भए आउनुस् अरे भाइ चटपटे ले लो चटपटे अघिको सिटी खोइ त भाइ ब्लग बन्द गर भन्दै जिआएछ भयो हुन्छ अलि राम्रोसँग बनाऊ हो यो So guys, हामी चाहिँ यहाँ बाइक राइडमा आएको थियो जकेट लिन आएको थियो गाइस हामी चाहिँ अनि हाम्रो राइडर चाहिँ चलाउँदै हुनुहुन्छ हिमाल हो म हिमाल राइडर हो फेरि यस्तो बाटोमा नि गाइडहरू त यस्तो कुदाइरहेको छ मेरो घरमा के अरे मम्मी बाबा छ यस्तो नगर्नुहोस् मेरो घरमा छोराछोरी छ अनि धेरै उठान नकुदाउनुहोस् म सकिन नि सक्छ घाँटी बिस्तारै म मान्छे कसरी मोबाइल खन्न दिँदैन गाइस ठिक अथवा बाटो त्यस्तै छ होइन गाइजहरू के गर्नु छ
बाटो एकदम नराम्रो छ गाइस त्यही भएर म बाइक चलाउनु त्यति खासै मन लाग्दैन तर मेरो होइन सपना चाहिँ बाइक चलाएर यस्तो राइडर पनि सपना चाहिँ छ होइन गाइस मेरो प्लिज सपोर्ट गर्नु पऱ्यो गाइस अरू केही भन्दिनँ म सपोर्ट चाहिँ गर्नु पऱ्यो तपाईँहरूको सपोर्ट चाहियो मलाई त्यति भए पुग्छ क्या गाइस बाटो नराम्रो छ त अनि के गरौँ के आगे भएको है मैले होइन त बाटोले हो दाइ त्यो चाहिँ हो रोमन भाइ त फेरि के भन्ने भनेर भोलि पर्सि भोलि पर्सि विदेश जान्छ अरे अस्ट्रेलिया तिमी त मन चाहिँ जानु पऱ्यो ल्याट हिमाल नचलाउनु डर लाग्छ सित्तै नचले जान्छु अहिले खेल्नु बन्द गर न यो पेट्रोल बसिन्छ ब्याट्री बस्छ बस गएपछि जाउँ ल मम्मी त पजाड छ भने थाहै छैन मम्मी पनि छ त्यहाँ थनक्कै नि जान मिल्दैन हामी जान्छ बस जान्छ खोइ पिकअप बस गएछ हामी जानु हुने क्या पोखरीमा रोक्छ होइन अनि थोरै फेरि यहाँ बसेर भ्लग बनाउँथ्यो पिसा फेर त्यो नगर त पह खुट्टै करको भयो जङ्गल हो गाइस होइन बस गएको छैन यो चाहिँ हाम्रो बाइक सवारी साधन अनि त्यो चाहिँ चौकीटार पारा खोइ म देखिरहेको छु आउनुहोस् गाइस फलो मी यहाँ चाहिँ गाइस होइन के भन्छ अरे यो वाल लाउँदै रहेछ यहाँ पहिरो आउँछ भनेर टक्क लाएर पहिरो यहाँ रहेछ यी बालुहरू यो गिटी चोकरहरू रहेछ तर मान्छे चाहिँ छैन रहेछ कहाँ गएको हुँ अनि हेर्नुहोस् गाइस कसरी पानी आइरहेछ है एकदम डर लाग्दो यार बाटो पनि यार छिया एकदम खराब छ यार बाटो यार छि त्यहाँ माथि झन् बस बस्दैछ यार जो हामीलाई बाइक लिएर आएको स्वर्णिम भाइ र म त्यसमा आएको स्वर्णिम भाइ मैले कसरी कुदाएँ एकचोटि भन त ल दामी कुरा कस्तो फिलिङ्स भयो तिमीलाई कस्तो फिलिङ्स ठनक्कै कि ठनक्कै नि यस्तो अप्ठ्यारो बाटोमा नि कुदाउनु भयो हाम्रो हिमाल दाइले राइडर हो कि लाइटर हो दुइटै राइडर हो ल दुइटै भन्छस् त्यहाँ चाहिँ दामी भएर गाइस न के दाम उता के थियो उसको देखाउँदा एकचोटि कस्तो स्मुथ चल्ला है के हो खै तिमी पनि क्यामराम्यान नि देखाउनु मिल्छ म पर्दैन मिल्दैन किन मिल्दैन देखाइदिउँ केही हुन्न आमामा सनक दाइले
अहिले फेरि सनिङ दाइले थनक्कै गरिदिला बाघी यस्तो तर्फेर चाहिँ ओर्ले चाहिँ गए हुन्छ बाइकमा त सक्छ म त ओर्लिनु परेन मजाले चला हिमालय त मजाले लड्दै लड्दैन खुट्टाले ल्याम्मै भेट्छ भयो नि कहिले काहीँ त अनि लडिहाल्छ बाबु गइसक्यो ब्याक टु माई युट्युब च्यानल गाइज अहिले हामी पनि पस्यो भने हामी त पस्दैन हामी त डबलै जाने हो होइन त के हो तिम्रो न अरूले खान्छ स्याउ सुन्तला हामीले खान्छ केरा लिफ्टी लाउने उठ तिम्रो चुम्दिन्छौ नि एक फेरा कता हिँडेको बेचले बालेर हट भएर पट भएर ब्युटी भएर केटो हेरेको हेरे केटो यस्तो मान्छे बाइक चलाउँछ गाई हेर्नुहोस् त खै ए हेर्दा पागल तर म मनभित्रबाट राइडर हो गाइज हाम्रो क्यामेराम्यान राइडरले होइन गाइज यस्तो बाटोतिर नि चलाइदिन्छ फेरि यस्तो छ होइन गाइज बाटो त कुरै नगर्नुहोस् न तपाईँहरू होइन पर्खिनुहोस् ड्राइभरजी पर्खिनुहोस् हामीले राइडरजीले राइडरजीले म छोडेर जानुभएको थियो यतिले मलाई छोडेर जानु भयो राइडरजीले बस नि यार रन्जे मलाई मजा आयो यार बस्छ भयो ओहो गाइस भ्यू कडा भ्यू उता ऐनामा देखाउन हान्दैन हामी गाइस अहिले देखाउन मिल्दैन फेरि हाम्रो राइडरको आँखा ऐनातिर जान्छ नि बाटोतिर पुग्छ गाइस अरूले खान्छ स्याउ सुन्तला हामीले खान्छन् केरा लिफ्टी लाउने हो त तिम्रो चुम्दिन्छ नि फेरा मालुले दुइटा दोकान दियो बस त्यहाँबाट बस लिएर आएको गाइस हामीले बाइकमा राइडर पर्खिनु गयो के मजाले फरक्कै गयो गाइस फरक्कै गयो के हो तिम्रो नाम बहिनी परिचय पाऊ हिमाल जस्तै रहेछौ तिमी बिहानीको गाउँ हाम्रो राइडर जीको नाम चाहिँ हिमाल हो गाइस फेरि के अरे छ गाइस सक्दो छ के अरे मेरो नाम भन्ने हो त फेरि ना गाइस हिमाल हजुर कसैले मन पर्यो भने भनिदिनु है हिमालजीलाई कमेन्टतिर थनक्कै गयो अरे थनक्कै हाम्रो हिमाल आइफोन 16 प्रो म्याक्समा दामी क्वालिटी आउँछ गाइस फेरि नहे भने यार हो त मेरो त्यति नै आउँदैन साँच्ची मेरोमा त्यति नै आउँदैन मेरो गाइस हाम्रो गाउँमा चाहिँ बाटो बनाएर छ होइन थनक्कै मलाई यो बाटो चाहिँ मन पर्यो गाइस बिग फ्यान बाटो हामी फेरि लड्किन सक्छौँ के सक्छौँ हरन चाहिँ बबाल है गाइस हरन चाहिँ हाम्रो राइडर फेरि एकचोटि पनि खस्या होइन फेरि बाइकबाट फेरि राइडर हो नि त अनि बाटो हेर्नु गाइड तपाईँहरू चुम्दिन्छु नि फेर कति टाढो हो तपाईँ
गाइस यो बाटो चाहिँ गाह्रो छ होइन यो हो तिम्रो नाम पनि परिचय पाऊँ हर्न बजाउनु भन्ने गाइस त्यो सबैमा हाम्रो राइडर गाइस एमआरपी भन्दा चर्को छ नि फेरि सक्छ त कसैले सक्दैन नि फेरि के हो तिम्रो नाम पनि परिचय पाऊँ हिमाल जस्तै रहेछ तिमी बिहानीको काम कता हिँडेको बिजुली बालेर हट भएर केटी भएर केटी भएर केटो हेरेको हेरे केटो हेरेको हेरे केटो हेरे ओ गाइस यो चाहिँ नसक्दो छ होइन हाम्रो हिमाल दाइसित एनएसपी छ तपाईँले प्रोफाइल पिक्चरमा हेर्न सक्नुहुन्छ त्यो एमटी हो मेरो यो एमडी सरी एमडी गाइस यो चाहिँ मैले हाम्रो के भन्छ अरे मामाको चलाइरहेको होइन त्यो हाम्रो एमडी एक्चुअली काठमाडौँमा छ सर्भिसिङको लागि गएको छ गाइस होइन ग्यारेजमा छ त्यो हाम्रो दाइ चाहिँ अब 19 वर्ष छुन लाग्यो हजुर अनि अरू मेरो बारे अरू लाइसेन्स बनिसक्यो अनि बाइक कडा चलाउँछ होइन अनि तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो राइडर दाइले मासु कुद्न ल्याउँछ पसल गर्न ल्याउँछ होइन केडी जिस्काउन नै आउँछ फेरि मलाई त त्यो त अब ठनक्कै के हो तिम्रो नाम बहिनी परिचय पाऊँ राइडरले त गाह्रो हुँदैन अहिले त फर्स्ट टाइम भएर नि फर्स्ट टाइमहरू बानी नभएको गाइस अहिले मैले ठनक्क लगाएर बानी भइसक्यो होइन परिचय पाऊँ कराएको त छैन होला है कहाँ गरौँ बाइक माथि लिएर पर्छ छोटो भयो भने डन्डे होला सुझाउ कन्डिसन सो गाइस हामी चाहिँ पसलबाट यहाँ आएर छ होइन अब यता बसमा ओ यो के भयो यार आम्मामा यार म त बिग फ्यान भयो यार यो हेलमेटको हो लाउनु पऱ्यो क्या ल लाएर हेरौँ कस्तो देखिरहेको छ मलाई गाइस कमेन्ट हान्नु होला ल म चाहिँ यो बिग फ्यान भयो है यो हेलमेटको चाहिँ गाइस हेर्नु सक्नुहुन्छ बबाल चाहिँ गाइस ओहो भयो गाइस अब यहाँ राखौँ है ल अहिले यति सो फाइनल गाइस आजको भ्लग चाहिँ यति नै होइन तर मैले बाइक चलाएको कस्तो लाग्यो हजुरहरूले कमेन्ट गर्नु होला सब्सक्राइब पनि गरिदिनु होला ल आजको लागि यति नै म लाली पाउँछु चाहिँ बाई
अरू खान्छन् स्याउ सुन्तला हामीले खान्छौँ केरा लिप्सी लाउने ओठमा तिम्रो सुम्दिन्छौँ एक फेरा हिँडेको हो बिजुली